मार्केट हिँडेको है ल हप्ता दिन के ल्याउनु हिँडेको हामी यहाँ हामी सुँगुरको मासु अनि कुखुराको अन्डा भालुको हामी के ल्याउनु हिँडेको त ये पुला अन्त हिँड्ने हो है भोलिदेखि पुला खाइ आइज भन्ने हो आउँदैन त्यस्तो भन्छन् फटाको धेरै सिकिन्छ ल त्यस्तै छ है हाम्रो यो चाहिँ अहिले प्रदेशमा चाहिँ अहिले हामी आफ्नो अफलाइन मार्केट पनि आइपुग्यौँ घाममा अब हामी सामान किन्नु जाने नि त झ्याप्पै पारेर कसैले ट्याक्सी लिएर हिँडेको होइन साथीले अब ट्याक्सी चाहिँ कसरी होइन होइन आम्मा फाइनली यहाँ एकदम एक हप्ताको लागि सामान आयो ड्याङ्गे है ल यहाँ समथिङ त्यस्तै आयो अब नेपाली 15-20 हजारको आयो धेरै त होइन ल मासु बनाएको खानु भनेको साथीहरूले निकाल्नु पर्यो त कुखुरा डल्लै छ होइन मामा हो मैले स्याउर बेचेर सेयर मार्केटमा चाहिँ कति किताब बेचेर टक्क पारेर पार्टी